नमस्ते, गुड मर्निङ ल सबैजनालाई। अब चाहिँ फेरि मर्निङ ड्युटी सुरु भइगयो। काममा जानु पर्यो बिहानै हैन। बिहान अहिले चाहिँ कति बज्यो भने 6:30 भयो। लगभग जाने टाइम हुन लागिसक्यो हैन। अब हिँड्छौँ, गाडी चाहिँ स्टार्ट गरेर राख्नु पर्यो। 6:30 भयो, एसी खासै चाहिँदैन होला। भोल्युम सानो गरिदिउँ किनकि गीत बजाउँदैन आज। भोल्युम सानो गरिदिउँ अनि एसी पनि के गरौँ, सानो चलाउनु पऱ्यो क्यारे। बाहिरको टेम्परेचर 16 रहेछ, भित्र चाहिँ 25 छ, तर अफै गरिदिउँ है। एसी नि अफ गरिदिउँ, काम छ आज, त्यही भएर चस्मा पनि लगाइहालौँ। भरे फेरि गाडी चलाउँदा चलाउँदा गाह्रो हुन्छ निकाल्न एक्लै। ल अब चाहिँ सुरु भयो। डिस्टर्ब गर्छ एक्लै, डिस्टर्ब गर्दैन रहेछ चाहिँ। ल डिस्टर्ब गर्दैन रहेछ। ल अब चाहिँ लाग्यो काममा। सबजना हेरिदिनु होला के कस्तो भइरहेछ, प्रतिक्रिया पनि दिनु होला है। कस्तो छ मेरो चाहिँ पार्किङ चाहिँ अलिक त्यति गतिलो छैन, खल्लाखुल्ली भएको ठाउँमा छ। त्यो सानो चिप्सहरू बिछेर खल्लाखुल्ली छ, त्यही भएर अलिक उ आएछ है। क्यामेराको यो यतापट्टिको अलि आएछ, अलिकति मिलाउँछु म यतापट्टि, अलिक बढी त्यो उ आएछ। यसरी चाहिँ ठिक होला कि यो टुप्पामा आयो है। के गर्नु, खासै भिडियो बनाउने बानी छैन। कुन पोजिसनमा राख्दा कतिको राम्रो आउँछ हैन। यो हिजो चाहिँ पानी पर्या भएर चाहिँ पानीको उहरू छ। यहाँबाट चाहिँ अब गेप लिनुपर्ने हुन्छ। गेप लिएँ, पानी पर्या भएर यो पानीहरू लागिरहेछ, त्यही भएर साइड साइडमा पापहरू पनि जमिरहेछ। अलिक क्लियर दिन्छ न, अहिले आफै एकछिनमा आफै सुक्छ, त्यसपछि ठिक हुन्छ है। यस्तो छ। बिहान बिहान त खाली छ बाटो। सुनसान छ बाटो। बाटोहरू के आउँछ सबै कुराहरू भन्दै जानेछु है। यहाँबाट राइट हेर्नुपर्छ भनिन्छ। अघिल्लो भिडियोहरू पनि भनिसक्यो। अघिल्लो भिडियोहरू चाहिँ बाहिरको धेरै देखाएको थिएँ। आज चाहिँ आफ्नै फेस देखाएर यसो बोल्ने प्र्याक्टिस पनि हो नि। कस्तो कस्तो भइरहेछ तपाईँहरूले, मैले सानो नि बोलिरहेको रहेछु कतिपय ठाउँहरूमा, सुन्दा नसुन्ने त्यस्तोहरू है। भिडियोहरू आफैले हेर्दा पनि अलिक चित्त नबुझ्ने खालको छ। चित्त त बुझ्दैन हेर्नु है, किनकि भिडियो न एडिट गर्न आउँछ न बोल्न आउँछ है। यत्तिकै खिचेको छ, हिँडेको छ, त्यस्तो भइरहेछ। बोल्ने प्र्याक्टिस चाहिँ त्यो अलिअलि हुँदो रहेछ जस्तो लाग्छ। तपाईँहरू पनि ट्राई गर्नु होला है।
विदेशमा हुन्छ। कमाउने नकमाउने नकमाएको चाहिँ आफ्नै मनमा हुन्छ। कसरी कमाएको भन्ने पनि हुन्छ होइन, कसरी कमाएको छ कसरी गरेको छ भन्नेमा नि भर पर्छ। यस्तो छ है। पहिला जस्तो अब जस्तै म आएको त धेरै त भएको छैन, धेरै नभए पनि जस्तै सुरुमा आउँदाको भन्दा पनि अहिले चाहिँ अब 2 वर्षको पिरियडमा पनि धेरै चेन्जहरू चाहिँ भइसक्यो कि कामहरू पाउन गाह्रो हुने भइसक्यो होइन। पहिलाको जस्तो सजिलो छैन छ। त्यस्तो छ। भाषाको छ, अब डिपेन्डेन्ट भिजामा छु आफू, भाषा छैन। नेपाल हुँदा है भाषा त हो पढिहालिन्छ, सुनेर पनि आइहालिन्छ। भाषा त हो जसरी आउँछ, सुन्दा नै आइहाल्छ जस्तो लाग्छ। तर यहाँ चाहिँ एकदमै सोचे भन्दा फरक छ कि आउँदैन त्यस्तो भाषा। 2 वर्ष 3 वर्ष भइसक्यो भाषा केही बनेको छैन होइन, खासै केही आउँदैन। अलिअलि बुझ्छ, फर्काउनलाई गाह्रो हुन्छ। त्यस्तो हो, भाषा लेभल कति पनि छैन। त्यही भएर नयाँ आउनेहरूलाई चाहिँ अनि राम्रोसँग भाषाहरू पढेर आइदिनु है। त्यो हो भने आफैलाई सजिलो हुन्छ। त्यस्तो छ। खोल्यो अब चाहिँ ऊ छ यहाँ चाहिँ एउटा लामो ब्रिज छ, तालको ब्रिज। झन्डै 1 किलोमिटर जति लामो छ। ब्रिजबाट जान्छौँ। हाइवे पुग्न अलिक गाह्रो हो। हाइवे पुगेपछि त टुङटुङ चल्छ, नत्र भने चाहिँ तलको बाटोमा चाहिँ लाइटहरू परिरहेको छ। अलि टाइम लाग्छ। बिस्तारै चलाउनु, बिस्तारै चलाउनुपर्छ। लाइटहरूमा ट्राफिक लाइटमा सिग्नलहरूमा रोक्दै जानुपर्ने हुन्छ। यो के अरे 7 किलोमिटर कि 10 किलोमिटर छ त्यो हाइवे पुग्नमा। त्यहाँ पुग्न चाहिँ 20 मिनट 25 मिनटसम्म लाग्न सक्छ। त्यसपछि चाहिँ खासै टाइम लाग्दैन। हाइवेमा छिरेपछि चाहिँ हाइवे चाहिँ अब त्यो 35-40 किलोमिटर छ। त्यो चाहिँ हामी लगभग अब त्यही 30 मिनट जतिमा पुग्छौँ, पार गर्छौँ। अहिले चाहिँ 85 छ है मेरो चाहिँ स्पिड। 85 km/h छ यहाँ चाहिँ। तर यो चाहिँ अलिक पुल भएर जाम नभएको ट्राफिक लाइटहरू सिग्नलहरू नभएर चाहिँ यति भएको। अब उता गइसकेपछि त अब बजार क्षेत्रमा छिरिसकेपछि त अब उता घट्छ नै। यहीँनिर पुल सक्यो, पुल सक्न साथै लाइटमा पऱ्यौँ है। लाइटमा परे एकछिन रोकिन्छ, त्यसपछि फेरि चल्छ, फेरि लाइट पाउँछ। यस्तै छ यहाँसम्म। अब के अरे हाइवे नपुगुन्जेलसम्म चाहिँ। हाइवे पुगेपछि चाहिँ त्यसपछि चाहिँ सर्ट र चल्न पाइन्छ है। टाइम 6:47 भएछ है गाडीकोमा चाहिँ। त्यही नै होला 6:47। 45 घडी ढिला भएछ यार, के भयो यो घडी। यो घडी त्यस्तै छ यार, लगाएन भने ढिला भइदिन्छ, लगायो भने फेरि एकुरेट टाइम दिइरहेको हुन्छ, लगाएन भने हिजो उता अर्को काममा गएको थिएँ, त्यो कामको घडी लगाउन नपाउने रहेछ। त्यही भएर घडी फुकालेर घरमै फुकालेर गएको थिएँ, लगाएको थिएन, ढिला भइदिएछ भने के भन्छ। ठ्याक्कै खुल्यो। अहिले अर्को जाममा चाहिँ अर्को ट्राफिक सिग्नलमा पऱ्यो भने चाहिँ बनाउनु पर्ने। यस्तो छ, बोलेको कत्रो सुनिरहेको छ है। सबैले प्रतिक्रियाहरू चाहिँ
यस्तै हो, बनाउँदै जानेछु। कति सक्छ भिडियोहरू एडिट नगरिकन सर्भर अब अलिअलि सकेको गर्छु, नसकेको पोस्ट गर्छु होइन। प्रतिक्रियाहरू दिनु होला, बिस्तारै बिस्तारै इम्प्रुभ भइहाल्छ किन। छ फेरि लाइक घडी बनाउँछु भनेको बिर्सेछु फेरि। यस्तो त छ, सुगु बिर्सिन्छु। धनधन गर्मी पनि बढ्दैछ। आज गर्मी नि निकै हुन्छ होला सायद। बिहानैदेखि घाम लागेको छ है, घाम चर्केको छ। फेरि पनि हिटमा पर्न सफल भयो है। यस्तो छ है, छिनछिनमै मिनटमै पर्छौँ लाइटमा। कति भयो भने 49 भइसकेको यार। 49 4 मिनट ढिला भएर रहेछ, 4-5 मिनट ढिला भएर रहेछ घडी। अलि मैले कति 35 कतिमा भनेर भनेको थिएँ अघि स्टार्ट गर्ने बेलामा। घडी ढिला भएर रहेछ नि, ढिलै भइसक्यो रहेछ। ढिला त के भन्नु अब, ठिकै नर्मल टाइम जस्तै भइसकेको रहेछ। छिटो छ जस्तो लागेको थियो तर रहेनछ। बेलुका चाहिँ अझ पर्छ कि यो ठाउँमा चाहिँ। अहिले त बिहान त खाली छ होइन, बेलुका चाहिँ अझ धेरै जाम पर्छ कि पुरै। भनौँ न बेलुका त अब अहिले त जसो तसो अलिक छिटो टाइममा पुग्न सक्छ। बेलुका त यहीँदेखि नै यहीँ पुरै परसम्म पुलसम्मै हुन्छ क्या जाम लाइटमा, यस्तो पर्छ। बिहान के खाएँ? साँच्ची उनी छ है साँच्ची। मैले चाहिँ नट्सहरू बोकेर लिएर आएको छु। अल्छी लाग्यो भने खानलाई। बिहान पहिला सुरुमा चाहिँ म खाएर आउँथेँ कर्नफ्लेक्स, दुध, ओट्स मिल्कहरू, ठन्डा खाएर आउँथेँ। फेरि बिहान उठ्न साथै खेला लाग्न थाल्यो। अनि आजकल त केही नखाइकन पानी मात्र खाएर आइदिन्छ है, पानी मात्रै खाएर आउँछ। त्यस ब्रेक टाइम पनि चाँडै पाउँछ, 10 बजीतिरै पाउँछ। अनि त्यतिखेर चाहिँ खाना खान्छु। त्यही भएको भएर नि अनि कस्तो मोटाउन थाल्यो क्या, वेटहरू बढ्दै जान थाल्यो। खानामा त कन्ट्रोल नगरी भएन कि। कति 2 मन्थ जति भयो, 2 मन्थमा झन्डै 3-4 केजी नै बढिसक्यो कि। 4 केजी जति बढिसक्यो। त्यही भएर कन्ट्रोल गरेन भने रोकिनेवाला चाहिँ छैन। एक्सर्साइज गर्न अल्छी लाग्छ, हेर्नु काम गरेर आउँछ अल्छी लाग्छ, गयो खाना खायो सुत्यो, त्यस्तो हुन्छ। त्यही भएर अरू खानेकुरामै कन्ट्रोल गर्नु पऱ्यो भनेर अलिकति कम खाइरहेको छ आजकल चाहिँ। कम खायो भने बिहानको छोडिरहेको छु। यस्तै नट्सहरू गोजीमा हाल्यो, लिएर हिँड्यो। चपाउँदै अब
नेपालमा भए मम्मीलाई मकै भटमास भुट्दिन्न भनेर भन्नुहुन्थ्यो। चपारै नकर्नु त मजा आउँदैन थियो। के गर्नु अहिले छैन मकै भटमास। अब यही हो। यति मिठो हुन्थ्यो। अब त्यो जङ्गलमा जान्थ्यो, जङ्गलमा जाँदा बिहानै उठ्यो, मुख सुख धोएर मकै भटमास बोक्यो। घाँस काट्न जङ्गल भनेर त्यस्तो साह्रो जङ्गलै गएन। लाइटमा पऱ्यो यहाँ चाहिँ पहिलोचोटि होला यो लाइटमा परेको त। आम्मा फर्स्ट टाइम कतिचोटि निस्क्यो। यताको यो हामी अहिले गुडिरहेको चाहिँ प्रायोरिटी रोड भएर चाहिँ एरियाले एकदम छोटो टाइमको लागि चाहिँ यो रेड लाइट बल्छ उताबाट पास हुनको लागि। उताको एकछिन मात्र बल्छ। त्यही भएर यो त पहिलोचोटि नै होला म यहाँ यो लाइटमा परेको चाहिँ। है खोल्यो अनि अगाडि परेको थिएँ ठ्याक्क। म के भनिरहेको थिएँ साँच्चै बिर्सेँ। के अरे मकै भटमास यति मिठो हुन्थ्यो पहिला होइन। अझ पानी अलिक पाउँदैन थियो। पानी त्यसपछि पानी खान पाएपछि त मकै भटमास चपाएर त्यसपछि पानी पिउन पाएपछि चाहिँ यति मिठो हुन्थ्यो। के गर्नु अहिले सम्झना आउँछ। खान मन लाग्छ नि मकै भटमास पाउँदैन। पहिला त अझ हाम्रो घरमा चाहिँ हजुरआमाले एकदम मिठो हजुरआमाले भन्नुभएको मकै भटमास चाहिँ एकदम मिठो हुन्थ्यो कि गाउँभरिको मान्छेलाई मन पर्थ्यो। कसरी कसरी त्यो अब एकदम मिठो हुन्थ्यो हजुरआमाले भन्नुभएको मकै भटमास चाहिँ। प्रायः सधैँ जस्तो डेली भुटेर खुवाउने हुन्थ्यो। गाउँभरिको सबैलाई मन पर्थ्यो कि हाम्रो घरमा हजुरआमाले भुटेको मकै भटमास भनेपछि। लगभग अब चाहिँ हाइवे निक्लिन लाग्यो। अब सेकेन्ड लास्ट लाइट हो यो। सेकेन्ड होइन थर्ड लास्ट लाइट हो। एउटा दुईवटा तिनवटा त्यसपछि चाहिँ गोटो हाइवे छ है। हाइवेमा लाइट छैन, एक ठाउँमा मात्रै छ। बिचतिर गएपछि कहिले काहीँ पर्छ कहिले पर्दैन। एकछिन पर्छ पऱ्यो भने नि। यो लाइट खोल्यो त्यसपछि अर्को पनि ग्रिनै छ। यो पनि कटियो। यसमा करेन्ट त नि यो पनि कटन लाग्यो खै। किन जान्छ यो गाडोमा के भयो? त्यो ट्रक उतातिर जाने रहेछ त्यही भएर रहेछ।
एकछिन नलाग्यो है त। हेर्दै गर्नु होला है हाइवेसम्म हाइवे पनि। टनेलमा थिएँ कि त्यो टाइम एकैछिन 1 सेकेन्ड पनि छैन क्या त्यो टाइमलेस भिडियो बनाउँदाखेरि त्यसैले पनि सक्नु भएन। त्यसमा फेरि तल केही पर्दैन। सनन आफ्नै तानमा जाने आफ्नै तानमा भन्दा नि यहाँको स्पिड लिमिट हुन्छ अरू कतिमा हिँडिरहेको छ त्यो अनुसारको प्लस यहाँको स्पिड लिमिट ख्याल गरेर चाहिँ सननमा जानुपर्छ। राइट साइडमा चाहिँ पर्दैन, राइटहरू छैन। भिडियोहरू हेर्दाखेरि त्यस्तो छ त्यहाँ चाहिँ बिवा लेक भनेको त्यो पनि एकदम के भनौँ अब चलेको चाहिँ हो बार्बिक्यू गर्ने ठाउँ स्विमिङ अनि लेकमा जानलाई स्विमिङ गर्ने ठाउँ चाहिँ चलेको ठाउँ हो एकदम धेरै सुनिएको भनौँ न।
मिल्यो भने र कोही छ भने जानु इच्छुक छ भन्नुहुन्छ भने चाहिँ ल मेरो नि बिदा चाहिँ मिल्नु पऱ्यो होइन मिलाएर अब जाने भयो जाउँ है ल बार्बिक्यू है ओमीमाईकोमा बिहालेकोमा ओमीमाईको के भन बिहालेको ओमीमाईकोमा ल यो भिडियो हेरेर चाहिँ कोही जान इच्छुक हुनुहुन्छ भने चाहिँ म पनि रेडी छु बिदा मिलाएर जाउँ ट्रेन है अहिले चाहिँ मेरो स्पिड 110 छ राइट ह्यान्डबाट हिँडिरहेछ राइट ह्यान्डबाट हिँडेको भएर चाहिँ अलिकति कम भएको जस्तो गाडीहरू आइसकेको रहेछ अब डबल लेन लगभग सिद्धिन लाग्यो सिङ्गल लेन हो सिङ्गल लेनमा चाहिँ अब त्यही 60 to 80 को हुन्छ एभरेजमा हुन्छ स्पिड 2 किलोमिटर बाँकी छ डबल लेन चाहिँ त्यसपछि सिङ्गल लेन छ सिङ्गल लेन सुरु भयो है कस्तो देखिरहनु भएको छ साइडमा केही देख्नु भएको छैन होला है गाडीको टुङटुङ बढिया छ रमाइलो छ त्यस बाटो चाहिँ एकदम रमाइलो छ हरियाली छ धेरै जस्तो होइन त्यहाँ उसबाट माथि छिरेपछि यस्तो उहरू ठाउँहरू अलिअलि गाउँहरू देखिन्छ नत्र हरियाली आफ्नै गाउँहरू त जस्तै गाउँको जस्तै लाग्छ कि हाम्रै गाउँको जस्तै बाटो चाहिँ यस्तो छैन गाउँमा यहाँ चाहिँ दुवैपट्टि हरियाली देखिन्छ डाँडाहरू जङ्गल छ पुरै अलिअलि घरहरू छ पातलो पातलो त्यस्तै कता त्यस्तो घरहरू छ ठुलो बोल्छु भनेर भनेको सानै भयो जस्तो छ है के कस्तो भयो अब फेरि एकचोटि सुन्छु होइन अब यो त्यो पनि हो प्लस अब गाडीहरू बिनाबाट गाडीको आवाज चाहिँ पनि डिस्टर्ब चाहिँ हुने रहेछ कि त्यसलाई चाहिँ कसरी गर्न सक्छ है त्यो नोइजलाई चाहिँ कसरी हटाउन सक्छ कसैजनाले थाहा छ भने होइन कमेन्ट गरिदिनु होला भिडियोको तल होइन ट्राई गर्छु हटाउनको लागि बोलेको सानो सुनिरहेको छ त्यो जुन छ नि हावाको आवाज अब गाडी चल्दाखेरिको हावाको आवाज यहाँ त्यो चाहिँ ठुलो सुनिरहेको थियो कि है पहिलाको भिडियोमा
भोलिपर्सि अब तेस्रो महिना अब जनवरी फेब्रुअरी मार्चतिर हेर्ने हो भने है जङ्गलमा नि अब त्यो थरीथरीको ऊहरू छ क्या, रुखहरू छ क्या। कुनै ठाउँ फुल गरेर त्यो के अरे फुलहरू फुलेर त्यो एरिया नै भने नि एउटा पाहाडै पुरै कस्तो कलरको साकुराको कलर सेतो हुन्छ। कुनै ठाउँ फेरि त्यो पातै रातो न रातो, मम्मीजीहरू भन्छ त्यो पातै रातो न रातो, पुरै पात रातो न रातो, भर्खर पालो आएको बेलामा पुरै पात रातो न रातो हुँदो रहेछ, त्यस्तो हुन्छ। कुनै ठाउँ फेरि पहेँलो हुन्छ, पहेँलो नि त्यो उतातिरको जस्तो त्यो सुक्न लागेको भएको पहेँलो होइन कि एकदम गाढा कलर पहेँलो हुन्छ क्या, त्यस्तो भइरहेको हुन्छ। भोलिपर्सि झन् मजा आउँछ क्या यो ठाउँमा, यो बाटो हिँड्नको लागि चाहिँ। अब फेरि एकताका आउँछ फेरि हिउँ पनि हुन्छ है। हिउँमा चाहिँ गाह्रो छ, अब के गरे जाने भनेर अहिलेदेखि अलिकति सोच्दा नि अलिकति गाह्रो लागिरहेछ। हेरौँ कस्तो हुन्छ। हिउँमा खासै एक्सपिरियन्स गरेको छैन, हिउँमा चलाएको छैन। युपी टायर आएर आउनु पर्ला, स्नोको टायर आउनु पर्ला त्यतिखेर होइन, अलिअलि चिप्लिँदै होला कन्डिसनमा। त्यतिखेर पनि म भिडियो बनाएर आउँछु होइन, आएको नै छु। त्यतिखेर पनि हेर्दैन होला। अहिलेदेखि चाहिँ के भने लाइक कमेन्ट र सब्सक्राइब गरेर चाहिँ बेल आइकनमा थिचेर बस्दिनु होला सबैजना। त्यो भिडियो पनि आउँछ एक दिन, अब जस्तो त्यो जङ्गलहरू रातै भएको त्यस्तो होइन। अब हिउँमा अब भोलिपर्सि अब बिस्तारै दन्दन बढ्दैछ यो के अरे गर्मी बढ्दैछ, यति धेरै गर्मी बढ्दैछ होइन। भोलिपर्सि हिउँनी पर्छ, आउँछ कि अचम्मको आउँछ। गर्मीमा अब झन्डै 35-36 डिग्री गर्मी पुगिन्छ है, त्यत्रो गर्मी पुगिन्छ। जाडोमा माइनस पुगिदिन्छ, हिउँ जम्छ, हिउँ पर्छ, के भने के पुरै लाइट छँदा पनि छैन, ट्राफिक लाइटहरू, ट्राफिक सिग्नलहरू छैन क्या, ट्राफिक लाइट छैन है। अब पर गएपछि छ यहाँ गएपछि नजिक छ, एउटा छ, त्यसपछि छैन कि। गाउँले आयो बाटो मुनि झरेपछि पल्लो छ है, एकै ठाउँ दुईवटा छ, त्यसपछि छैन फेरि। गजबको बाटो छ कि यो बाटो। यस्तो छ, गाडीको एभरेज किन हो घटेछ, 25 थियो, अब 24.8 भएछ।
37 मिनट गएको थिएँ। आज त एकदम लामो बन्यो त, 43 भइसक्यो त है। बगाबा काममा पनि पुग्न लाग्यो, त्यही टाइम लाग्दा 10 मिनट जति 10-15 मिनट लाग्छ होला है। यहाँनिर एउटा सानो टनल छ। भइहाल्छ, हेर्नै सक्दैन फेरि धेरै लाइट परेर। म तपाईँहरूलाई 2 मिनट चाहिँ अलिकति मेहनत गरेर